नमस्ते। आशा छ यहाँहरूलाई आरामै छ होला। काठमाडौँदेखि स्याफ्रुबेसीसम्मको यात्राको क्रममा यहाँ बिचमा एउटा हाइड्रोमा कार्यरत एकजना कर्मचारीको निधन भएपछि क्षतिपूर्तिको माग राख्दै स्थानीयले सडक अवरुद्ध गराएका थिए र सोही जाममा परियो। हामी लाङटाङको यात्राको क्रममा निस्केका छौँ, तर 3-4 घण्टा लामो जामका कारण हामी रोकियौँ। गाइस 5:30 भयो, जस्ट होटलमा आयौँ स्याफ्रुबेसी। क्यामेरा बुझ्ने जाँगर पनि छैन अनि टाउको दुखेर मर्नु भएको छ। आज हामी पहिरो गएर बस्ने भनेको, तर पहिरो गएर बस्न पनि सकिएन। स्याफ्रुबेसी आएर यहीँ बसेछौँ। म यहाँ त्यहाँ हुनुहुन्छ, यस्तो गरी बनाएको। मलाई यस्तो गरी क्यामेरा लिनु पनि आउँदैन। बिहानको 6:20 जाँदैछ। ल है ए यता पो रहेछ है। रिम्चेबाट खाना खाएर हामी चाहिँ रिभर साइड बस्न भनेर हिँडिराखेका छौँ। मलाई चाहिँ ट्रेकभरिमा मन परेको चाहिँ यो सिन हो। सानो सानो भन्टाङ भुन्टुङ लिएर आउनु भएको छ फरेनरहरू। कस्तो माया गरेको है हाम्रो देशलाई। बिहान 6:20मा हिँडेको स्याफ्रुबेसीबाट, 6:20बाट हिँडेको मान्छे यतिखेर यहाँ आयो। हैन यहाँ हामी दुईटा बेड छ के? दुईटा छ के बेड? तपाईलाई मलाई लेमन टी खाइरहेछौँ। एकदम कम्पन भइरह, शरीर कम्पन भए। गुड मर्निङ फ्रम रिभर साइड। बिहानको 7:25 भएको रहेछ। यहीँ बस्छु। यहाँ चाहिँ दियो बलेको छ भगवानको लागि। भाइले हामीलाई खाजा ल्याइदिनु भयो। माथिबाट बग्दै आएको छ ठाडो खोलो। यही खोलामा परेर भक्तपुरका भाइ बहिनीले ज्यान गुमाएका हुन् भन्ने सुनियो। हामी त अलि माथि आइपुग्यौँ। यो कहाँ हो के हो जे भए पनि अब एकछिनपछि चाहिँ माथि नै पुग्छौँ। हेर्नुहोस् न रुखहरू कस्तो राम्रो हो। अब हामी घोडा तपाईँलाई आउन लागिसक्यो। सो ह्याप्पी। दुखाइ जति गायब भइसक्यो, कता गइसक्यो अब चाहिँ। नमस्ते।
राम्रो ठाउँ पनि यति राम्रो नेपाल बेनिता तिमीलाई स्पेशली तिमीले लिएर आएको स्याउ हेर त हामी लाङटाङको ट्रेकमा छौँ र हामी रेस्ट गरेर तिमीले ल्याइदिएको स्याउ यो घोडा तबेला भन्ने ठाउँमा खाइरहेको छौँ आई लभ यु आई मिस यु विनी थ्याङ्क यू यहाँनिर चाहिँ यो भाइले माथितिरबाट विभिन्न सडक छेउमा फालिएका फोहोरहरू बट्याएर ल्याउनु भएको छ एकदमै सराहनीय काम गर्नुभएको छ र जति पनि हामी छौँ ट्रेकमा निस्कनेहरू बाटो रोड यताउति युज गर्नेहरू कृपया यसरी फोहोर नफालौँ है आफ्नो सभ्यताको परिचय दिउँ धन्यवाद कति राम्रो बोल्नु भएको फेरि हजुर पनि युट्युब भिडियोमा आउनु नि भयो कस्तो राम्रो हाँसो बोली थाङस्यापको दिदीको फोटो यसरी कैद गर्न मन लाग्यो त्यहाँ खाना खाइओरी यो ठाउँलाई पछि पार्दै हाम्रा पाइलाहरू अगाडि बढ्ने क्रममा छन् भिडियो इन्जोय गरिरहनु भएको छ होइन त हेर्नुहोस् त देख्दाखेरि त लगभग त्यहाँ तर हिँड्दा चाहिँ टन्नै टाइम लाग्छ अरे गाइस म राम्री छैन र लाइटै बालेर मायाले मेरो नेपाल भाइहरू कहाँको ग्रुप हो ए हिजो कुरा भएको थियो नि त है मैले एउटा खिचेको छु है भिडियो ट्रेकिङमा भाइब्स म्याच गर्यो भने त जति नै जना आउँदा पनि हुन्छ तर एक्लै आउनुभन्दा 2 जना 3 जना 4 जना आउनुभयो भने एकअर्कालाई मुख बोलाउ पनि हुन्छ र केही आपद विपद पर्यो भने पनि साथको पनि त जरुरी हुन्छ होइन र यो पारिपट्टिको जुम गरिएको भूभाग लाङटाङ भ्याली हो तर नयाँ भ्याली हो पुरानो लाङटाङ भ्याली जुन पुरानो सभ्यता र चिनारी बोकेको भ्याली अहिले यो खण्डहरमा परिणत छ सन् 2015 यानि कि 2072 सालको विनाशकारी भूकम्पले गर्दाखेरि सारा गाउँ नै बगाएको थियो ध्वस्त भएको थियो जसमा नेपाली सेनाका 10 जनाले ज्यान गुमाउनु भएको थियो त्यसै गरी स्थानीय 175 लाङटाङ घुम्न आएका 38 जना विदेशी र 26 जना अन्य नेपाली गरी उहाँहरूले ज्यान गुमाउनु भएको थियो नयाँ प्याज यहाँ कसरी किलो पाउँछ नि प्याज हामीहरू बेच्दैन हामी माथि खान्छ तलबाट बेच्न आयो भने 250 लिन्छ यात्रा केवल आँखाको लागि मात्र शरीरको लागि मात्र मन मस्तिष्कको लागि मात्र लाभदायक छैन यात्रा बौद्धिक कुराहरूका लागि पनि उत्तिकै जरुरी छ आजको यात्राले यही पाठ सिकायो कुहिरो तल तल झर्नु र चिसो हावा चल्नु एकैचोटि हुन्छ त्यसैले हामी छिटो छिटो पाइला अगाडि बढाउँदैछौँ आमा गए है बाइ बाइ गर्नु बाइ बाइ गर्नु साथीहरू लामो हिँडाइले शरीर गले पनि केही न केही नयाँ कुराहरूले मन मस्तिष्कलाई भर्न पाउँदाखेरि शरीर गलेको कुरा भुसुकै बिर्सिन्छ प्रकृतिले दिएको यो अनुपम उपहार हाम्रो नेपाल हरेक पाइलामा स्वर्ग छ घुमौँ है हामी मुन्डुमा आयौँ 35-30 मिटरको उचाइमा तल कुरा गरिसकेको फेरि बैमानी हुने हो कि भाइ गाइस मुन्दुमा बसेका छौँ लाङटाङ भ्यालीदेखि अलि यतापट्टि मुन्दुमा म यहाँले मोबाइल हेरेर अब सुत्नु थाल्नु छ म पनि अब सुत्नु थाल्छु यति बज्यो भोलि बिहान छिटो उठेर केन्जिङ गुम्बा भन्नेतिर जाने हो यस्तो छ हाम्रो हाल
क्यान्जिङ गुम्बातर्फ जान लाग्यो लेट भयो भ्यू यस्तो छ हामी त अब 3800 मिटरमा आउन लाग्यौं पछाडीमै आउनुहुन्छ थकाइ लागेछ अब त बिर्स्यो होला नि थकाइ बिर्स्यो होला नि अब हुन पनि अचम्मै सुन्दर छ हाम्रो देश हरेक पाइला पाइलामा स्वर्ग भेटिन्छ नयाँ स्वाद भेटिन्छ प्रकृतिको अनुपम उपहार मेरो देश फाइनली हामी चाहिँ क्यान्जिङ गुम्बा आइसक्यौँ र क्यान्जिङ गुम्बामा हामीले बिहानको लन्च गर्नेछौँ त्यहाँ होटल बुद्ध इनमा हामीले बुक गरेका छौँ पहिलेदेखि नै र ल हेर्नुहोस् त एकदम खुलेको आकाश छ वरिपरि चारैतिर हिमालले हामीलाई अँगालो हालिरहेको भान हुन्छ सुन्दर ठाउँ अति नै स्वर्गीय आनन्द मिल्ने ठाउँ हेर्नुहोस् न कस्तो राम्रो यी रङ्गीन घरहरूले यो ठाउँलाई अझ रङ भर्न मद्दत गरेका छन् ल हाम्रो यहाँ बुद्ध इन भनेर देखायो हैन हामी चाहिँ बुद्ध इन खोज्दै अगाडि बढ्दैछौँ र हेर्नुहोस् त यस्तो राम्रो भ्यू नदेखाएर म कहाँ सकुला हैन म त्यत्रो पाप पुग्नै चाहन्न आफू आएर हेरेर अरूलाई नदेखाउनु भन्ने कुरा हुन्छ अझै त्यसमाथि मेरो प्यारो प्यारो सब्सक्राइबर ज्यूहरूलाई नदेखाएर हुन्छ त हैन ल हाम्रो बुद्ध इन आइसक्यो यस्तो राम्रो देखेको के घरको कलरहरू यस्तो मिठो कलरफुल यस्तो मिठो देखेको फाइनली बुद्ध इनमा आइसकेका छौँ म यहाँ महारानी आराम फर्माउँदै हुनुहुन्छ भर्खर यस्तो राम्रो भ्यूहरू भ्यू हेर्नु न भ्यू माई गुड लभ ग्लेसियरले छ भनेर जाँदाको बाटो नचिनेर बहुत परेछ बाटो हराएर बाटो बिराएर त्यहाँबाट फेरि अर्को बाटो हामी लेकतर्फ जान लागिरहेको छ दिन यत्तिकै गइगयो आजलाई समुद्र सतहबाट लगभग 4000 मिटरको उचाइमा रहेको यो ड्याम माथिबाट बगेर आएका हिम नदीहरूलाई एउटा ड्यामको आकार दिएको छ र तलपट्टि यसैबाट बिजुली निकालिएको छ क्यान्जिङ गुम्बाबाट हिँडेर बाटो बिराएर यहाँ आएको मलाई लागेको थियो कि यो ड्याम चाहिँ निलो देख्छ होला अलिअलि आकाश खुलेको बेला पुरै बादल ढाके छैन नि त निलो देख्छ होला भन्ने आशा गरेर आएको हो तर आशा गरे जस्तो भएन र पनि ठिक छ एउटा अनौठो दृश्य हो यो पनि हिमालबाट आएको पानीलाई पनि तल बिजुली निकाल्नमा प्रयोग गरिएको छ हैन त यताबाट
सानो सानो ड्याम रहेछ। यताबाट चाहिँ तल क्याङ्जिङ गुम्बा देख्छ, जहाँ चाहिँ हामी होटल बुद्ध इनमा बस्दैछौँ। माथिको ड्याम हेरिकन ड्याममा चाहिँ लगाउने भनेर लगेको साडी यता डाँडातिर लगाएर यहाँ आफ्नो ख्वाइस पुरा गरेका छौँ। र रातो साडीमा डाँडामा एउटी अबला नारी। मलाई फेरि क्यामेरा जति भए पनि यो स्न्यापच्याटको क्यामेरा चाहिँ असाध्यै मनपर्छ। फेस पनि सफा देखाउने, मान्छे पनि राम्रो देखाउने है, खिचिहाल्छु म त। यो चकलेट चाहिँ एकजना बहिनीले शेरगोरी हिमाल चढेको उपलक्ष्यमा उहाँको साथीले विदेशबाट पार्सल गरी पठाउनु भएको हो। थ्याङ्क यू बहिनी। नमस्ते, गुड मर्निङ सबैलाई। बिहानको 6 बजिसकेको छ र हामी क्यान्जिङ गुम्बा भ्यालीदेखि अलिकति माथि बढेका छौँ क्यान्जिङरीतर्फ। र यतिखेर सूर्योदय भइसकेको छ। हजुरहरूले हेर्न सक्नुहुन्छ सूर्योदय डाँडाकाँडामा बिस्तारै हिमालको टोपोमा सूर्योदय परेको छ। र यहाँबाट उकालै गएपछि हामीहरू क्यान्जिङरीको टपमा पुग्छौँ। टपमा भनौँ कि लोवर भागमा पुग्छौँ। र यतापट्टि यो पछाडिपट्टि पनि टक्क बिहानमा सूर्यको किरण हिमालमा पर्दाखेरि यस्तो भ्यू देखेको छ। यहाँहरूमा यो सेयर गर्न चाहे र फर्दर भिडियोको लागि हेर्दै गर्नुहोला। थ्याङ्क यू भेरी मच। ल हिजो गएको ड्याम यहीँबाट देख्यो। हामी क्यान्जिङरी पुगिसक्यौँ र मैले एउटा फ्लोरल ड्रेस लगेको थिएँ। त्यही ड्रेसलाई फ्लन्ट गर्दैछु। कतिपयले यो ड्रेस मन पराउनु भएको थियो, सोध्दै हुनुहुन्थ्यो त यो ड्रेस लगाएरै आएको हो तलबाट भनेर। लगाएर आएको त होइन, मैले अर्को ड्रेस लगेको थिएँ। अब यस्तै हो, धेरै रहरालु हुनु पनि त्यस्तै हो। ह्याट लाएर स्न्यापच्याटबाट खिच्दाखेरि सफा देख्ने कि आफूलाई चिटिक्क परी जस्तो फिल हुने है। क्यान्जिङरी 4400 मिटरमा यतिखेर छु र यो भिडियो बनाइरहेको छु। यहाँहरू सबैले भिडियोलाई इन्जोय गर्नुभएको छ भनेर मैले आशा गर्न सक्छु। त्यही नै हो, 360 डिग्रीमा चारैतिर हिमाल देख्छ। असाध्यै राम्रो, अति नै मनमोहक। क्यान्जिङरीमा धेरै समय बस्न सकिँदैन, नत्र त यही नै बसौँ जस्तो हो। त्यहाँ क्याम्पहरू, बेस क्याम्प देख्नुभएको छ, सानो देखिएको छ, अलिक टाढा भयो। ल त्यो चाहिँ लोवर भ्यू पोइन्ट हो क्यान्जिरी 4400। त्यहाँ चाहिँ टक्क देख्न सक्नु भएको छ। म ओल्लो डाँडाबाट क्याप्चर गरेको छु त्यही भएर। ल साथीभाइहरू, यो अलिअलि देख्नुभएको छ हजुरहरूले पोखरी जस्तो। यो यहाँको 5 पोखरी छ रहेछ, हरियो ताल हुन्छ अरे। त्यहाँ चाहिँ हामी गएन, किनभने म चाहिँ सिन्धुपाल्चोकको ओरिजिनल 5 पोखरी पुगेको कारणले त्यहाँ चाहिँ गएन। लामो हिँडाइ र घरको खाना बिस्तारा एक खालले मिसिङ भए पनि हिँडेर थाकेर त्यसरी चुचुरोमा पुग्दा भने साँच्चीकै सबै कुरा भुलिन्छ र एउटा अर्को दुनियाँमा आफूलाई पाइन्छ। असाध्यै नै मलाई त यो लाङटाङ ट्रेक चाहिँ एकदमै मन पर्यो। ट्रेल पनि अरूभन्दा सजिलो छ यो ट्रेल। एक ठाउँ रिम्चेको उकालो मात्र अलिकति गाह्रो हो, नत्र भने गजबै रमाइलो छ यो ट्रेल। दायाँ बायाँ खोलाले सुसाउँछ, खोलाले गीत गाउँछ, वन जङ्गलमा चराहरू गीत गाउँछन्। लकले फेभर गर्यो भने वन्यजन्तुहरू पनि देख्न पाइन्छ। क्यान्जिङ गुम्बा फर्किसक्यौँ हामी
र कस्तो राम्रो कलरफुल घरहरू के। अहिले 11:15 भएको छ मर्निङको र होटल बुद्ध इनबाट हामी जस्ट आउट भयो। अब तलतिरको बाटो लाग्ने हिमाललाई टन्न हेऱ्यो मनभरि। अब हावा चल्छ नि सिरसिर है। ल यो चाहिँ मेरो एकदम फाइनल भिडियो हो है त लाङटाङबाट। ल see you all in the next video. Till then, keep in touch. Take care of yourself. Goodbye. होटल बुद्ध इन क्याङ्जिङ गुम्बालाई बाई बाई गरेर अगाडि बढ्दैछौँ। जसो गरी जाँदाखेरि कहिले दायाँ कहिले बायाँ यी खोलाको आवाज सुन्दै चढिएको थियो उकालो भने झर्दाखेरि पनि यो खोला कहिले दायाँ हुन्छ कहिले बायाँ हुन्छ, तर आफ्नो छङ छङ आवाज सुनाउन बिर्सिँदैन। हामी फेरि धुन्चे आइपुगेका छौँ। जसरी अरू ट्रेक रमाइलो हुन्थ्यो, यो लाङटाङ ट्रेक पनि रमाइलो र यादगार रह्यो। भिडियो हेरिदिनु भएकोमा यहाँहरू सम्पूर्णलाई धेरै धन्यवाद।